होइन के भनौँ के हो भनेको आफै के पर्छ काकाको छोरा पर्छ भने घर कहाँ भनेको मिल्छ चारजनाले सक्दैन त नि मोटे मोटे गाडी लिएर आयो त्यो ब्रेजा सुजुकी ब्रेजा है अब म बिराम भएर यो यो एक फगनाटै अब खुत्तेर गएको छु नि त मोटे आयो हैन यत्रो पेट अब कहिले त्यो ठाउँ टाइट वाला लगाएछ लडेको बेला हाम्रो घरमा आयो क्या मोटे मोटीलाई भेट्न आउँछु भनेर आयो ब्रेजा यो जस्तो लागेको छ है सिक्री दुईटा मोबाइल हातमा वालेट यत्रो सकियो पेन्डेमिकको टाइम हो होइन म पेन्डेमिक सकेपछि अनि गफसफ गरेँ अनि बुवाले बाबुको घर कता यताउति दिए अनि बुवा पहिला अफिस हुँदाखेरि नुवाकोट गएको उसको घर सब थाहा रहेछ क्या अनि गफ हुन थाल्यो बुवा र छोरोलाई बिर्स्यो उसले अब बाउ र उसको गफ हुन थाल्यो हाम्रो घरलाई शङ्का पर्यो क्या सँगै काम गर्ने हामी बाहिरै भेटौँ हाम्रो घरमा चाहिँ प्लिज नआऊ यार प्लिज भनेको त्यसरी हामी गाह्रो भएन सुरुमा भर्खर पेन्डेमिक सकेको थियो होला पर्तीमा 500,000 कमाएको थियो त्यही हो अनि हामीलाई 30 रुपियाँ दिन्थ्यो बोकेको सबभन्दा धेरै रेट दिने 100 रुपियाँ लिन्थ्यो तिमीले बुढापात अरूले 50 किन ककटेल हो क्या गरमिर चाहिँ मिल्ने जति साथी जति छन् नि सब जापानी जुट्टी क्या आन्द्रो सबै जापानी सँगै काम गर्ने यहाँ सहरको काठमाडौँको अलिकति सबैतिर ककटेल मोटे त्यसरी मेरो घरमा आउनु त गलत हो नि एउटा दुई स्वीकार न यार त्यसरी आउँछ त यार